तपाईँ एउटा उद्धारकर्ता हो सर्वको लागि उद्धारकर्तै बने। कतिवटा चाहिँ गर्नुभयो अहिले तपाईँको अब अनुमान यस्तो छ, अब सर्पै कुरा गर्दा त यो 1000 नाग्यो होला भनौँ न। यो गाउँघरमा हुने सर्प कसैको घरमा पस्यो, चुलामा पस्यो, गोठामा पस्यो भने कराउँछन्, ल्याउने जङ्गलमा अथवा कुनै ठाउँमा लगाएर छोडिदिने। तर किङ कोब्राकै कुरोमा र यहाँ रेस्क्युको कुरोमा चाहिँ मैले अहिलेसम्म तपाईँको 13वटा। अब सर्प यस्तो हो, सर्प त हामीले पहिला आजभन्दा लगभग 12-15 वर्ष अगाडि 26 केजीको थियो, त्यो अजिङ्गरै हो। किङ कोब्रा चाहिँ कति किलोसम्मको? किङ कोब्रा हामीले 11 केजीसम्मको समय। यहाँ भएको एउटा चाहिँ ठुलै छ सर, तपाईँको अनुमानमा चाहिँ त्यो कति किलोसम्म होला? अब त्यो मैले हेरेको तपाईँको त्यो ठुलो चाहिँ मैले तपाईँको भिडियो हेरेको थिएँ, त्यो सर्प लगभग तपाईँको फिटको हिसाबमा 13 फिट छ, 13 फिट प्लस होला। तर वेटको हिसाबमा त्यो सर्प 10 किलोभन्दा माथि नै छ सर। उमेरको हिसाबमा त्यो सर्प 2 देखि 3 वर्षको छ, एकदम ठिक छ। तपाईँले जे भिडियो राख्नुभयो एकदम सन्देशमूलक, एकदम राम्रो। हेर्नुहोस्, अझ तपाईँले के गर्नु भने यसको ज्यान जोगाउनेमा मलाई लाग्छ प्रमुख हात यहाँकै रह्यो के। यहाँको सर्प त वास्तवमा रेस्क्यु गरेर अर्को ठाउँमा पठाउनै हुँदैन, किनभने जहाँ लगे पनि के म यही भन्छु, एबिसी योबाट थाहा नगरबाट अर्को ठाउँमा अर्को नगर, भोलि अर्को नगर भनेको चितवनै लगे पनि अथवा चाहिँ काठमाडौँ नै लगे पनि अथवा धादिङै लगे पनि त्यो त यस्तै एरियामै छोड्ने हो। हजुर होइन, अनि उसको यहाँ भइरहेको के यहाँ चाहिँ आनन्दले बसिरहेको ठाउँ ऊ चाहिँ यहाँ चाहिँ यहाँको हावापानी उसलाई पचेको छ, यो धरातलसँग ऊ परिचित छ भने यो धरातलबाट अर्को धरातल चाहिँ उसलाई पठाउने भन्ने कुरो हुँदै होइन। म एउटा थाहा नगरलाई पनि के भन्छु भने मैले यो बारम्बार उठाउँदै आएको पनि कुरो हो, हाम्रो यही ठाउँमा पनि कुनै हामीले घरमा चाहिँ रेस्क्यु गऱ्यौँ, गोठमा रेस्क्यु गऱ्यौँ, नभए कुनै एउटा बस्तीमा रेस्क्यु गऱ्यौँ भने त्यसलाई यही ठाउँमा कुनै एउटा ठाउँ कसरी हुन्छ के, त्यो ठाउँ चाहिँ एउटा निश्चित ठाउँ बनाएर उसलाई वासस्थान हुने ठाउँ चाहिँ यहीँ नै गर्नुपर्छ।